यो चाहिँ नारायण हाम्रो हिन्दू धर्मको परम्परामा 11 दिनको नारायण बलि गरेको हामीले 16 ऋषि पुजेर अनि तरण तारण गर्ने काम यो हाम्रो हिन्दू धर्मको ठुलो यो नियम हो। यसरी हामीले 11 दिनको दिन चाहिँ नारायण बलि गर्ने हाम्रो चलन छ। उत्तम ऋषि मध्यम ऋषि पूजन गर्ने यहाँ चलन हुँदैछ। पितृहरूलाई यिनैमा पितृहरू खुसी भएर आउँछन् भन्ने हाम्रो विश्वास यसैमा छ। उत्तम ऋषि मध्यम ऋषि ऋषिहरू अन्य ऋषिहरूलाई पुजेर उहाँहरूलाई बलशक्ति माग्ने अनि ऐन्दादेखि कुनै पनि हाम्रो परिवारमा अथवा आफ्नो सन्तानमा केही हुन छोडोस्, यस्तो खालको हुन छोडोस् भनेर चाहिँ यस्तो प्रकारले हामीले गरिने हाम्रो चलन छ।